नमस्कार नेताज्यू। नमस्ते नमस्ते, बस्नुहोस्। के काम ल्याउनु भयो सर? नेताज्यू, अब हाम्रो 2082को निर्वाचन आयोगले यो फागुनमै चुनाव गराउने भइसक्यो, निर्णय भइसक्यो। उसले चाहिँ पार्टीले के सल्लाह छ भने कसरी हुन्छ, अब जित्नै पर्यो, किनकि अन्तिम क्षणमा आइसक्यो चुनावको। त्यही भएर यो गोप्य मिटिङमा तपाईँलाई विशेष यहाँ बोलाउनुको कारण चाहिँ त्यही हो। ओहो, मेरो क्षेत्रमा त गाह्रै छ। हजुर, अपोनेन्ट पार्टीको अलिक बलियै हातहरू छन्। तपाईँको क्षेत्रमा कोही छ यस्तो चिनेको हाम्रै पार्टीको मान्छेहरू? मेरो क्षेत्रमा चाहिँ 2011मा हाम्रो अर्जुन सर हुनुहुन्छ। उहाँको चाहिँ गाउँठाउँमा अलिकति त्यो मान्यता इज्जत छ। उहाँले भन्दाखेरि चाहिँ फ्याट्टा भोटहरू चाहिँ आउला जस्तो झर्ला जस्तो लाग्छ मलाई चाहिँ। के गरौँ सर, त्यहाँनिर सरकोतिर पो जाउँ क्या भोलि यसो भोट माग्नु गर्दाखेरि गर्नु। हुन्छ, एकचोटि हाम्रो सरलाई पनि बोलाउने हो कि यहाँ मिटिङमा? बोलाऊँ न। उहाँ एकदम राम्रो मान्छे हुनुहुन्छ, एकदम गुड जेन्युन। उहाँले भन्दाखेरि चाहिँ यो गाउँको मान्छेहरूले चाहिँ आँखा चिम्लेर विश्वास गर्नुहुन्छ है। ठिक छ, उहाँलाई कल गरेर बोलाउँ न त हाम्रो मिटिङमा। अहिले बोलाऊँ है? हजुर। नमस्कार हजुर सर। हामी हजुरको प्रतीक्षामा बसिरहेको छौँ। आउनु है सर, जसरी भए पनि। ओके। नमस्कार हजुर सर, बस्नुहोस् न। सर, उहाँ चाहिँ हाम्रो शक्ति पार्टीको केन्द्र अध्यक्ष हुनुहुन्छ। उहाँ चाहिँ यसपालि तपाईँको क्षेत्रबाट चुनाव उठ्ने तयारीमा हुनुहुन्छ, छलफलमा हुनुहुन्छ। के छ हजुर सर तपाईँको विचार? हुन्छ, म मेरोबाट जति सक्दो म प्रयास गर्छु जिताउने। मेरो पनि गाउँमा राम्रै चलफल छ भनेको सबैले मान्छ। अहिलेसम्म त अब जनताहरूलाई मैले सधैँ माया गरेको छु, सबै आफ्नै हातमा राखेको छु। अब तपाईँलाई म सक्दो सहयोग गर्छु नि त। ठिकै छ अर्जुन सर, क्षेत्रबाट जति प्रयास गर्नुहोस्, खर्चको टेन्सन नलिनुहोस्। हाम्रो पार्टीले तपाईँको खर्च सबै बिहोर्छ है। सर नेताज्यू, यसपालि हाम्रो विपक्षी पार्टी पनि डर छ हौ, डर रेली निकालेर हिँडिरहेको छ हौ भोट माग्नु। ए हो र सर? हजुर, विपक्षी पार्टी डर छ अरे। त्यसो गर्नु हुँदैन। ल त अर्जुन सर, अब केही महिनापछि हाम्रो घर दैलो कार्यक्रम हुनेछ। त्यति बेला चाहिँ तपाईँ हजुरले सहयोग गर्नुपर्ने हुन्छ है हामीलाई। जुनै कुरा पनि म समर्थन छु, तपाईँ जहिले आउनुहुन्छ। नमस्ते। नमस्ते। यही 2082 सालको फागुनमा हुन गएको चुनावमा अमूल्य मत दिएर हामीलाई विजयी बनाइदिनुहोस् है आमा। हुन्छ 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 हुन्छ, तर राम्रो विकासी गर्नु पर्यो। केही पोलहरू लडेको फरेकाहरू बनाउनु पर्छ। भइहाल्छ नि। घरमा को हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते हजुर, नमस्ते। नेपालीको चुनावमा हजुरको अमूल्य मतले हामीलाई विजय गराइदिनुहोस् है हजुर। हजुर। हुन्छ हजुर, हुन्छ, ढुक्क बस्नु। हामी तपाईँलाई नै जिताउँ, तर हाम्रो चित्त बुझ्ने काम गर्नु पर्यो। यहाँ धेरै समस्याहरू छ, सबै समाधान गरिदिनु पर्यो। ओहो नेताज्यू, आज चुनावको अन्तिम मतगणना हो। साह्रै टेन्सनमा छु त नेताज्यू। एकचोटि बुझ्नु पठाउने हो कि हाम्रो कार्यकर्ताहरूलाई। त्यही त अनुसार के छ हजुरको? लिनु न, मेरो भाइ त्यहाँ बुझ्न गएको छ, अलिक खबर राम्रै आउँछ होला। चुनाव जितेछ, पार्टी खानुपर्छ। मेरो दाइरा सुनाउनु पर्यो। बधाई छ नेताज्यू, जितको शुभकामना छ। हाम्रो भाइले राम्रो खुसी खबर सुनाएको छ, एकदम खुसी लाग्यो। तपाईँको क्षेत्रबाट अवश्य जित्थ्यो, मलाई जितेछ है हजुर। ल मलाई थाहा थियो, त्यही र मैले अघि खाजा रेडी गरेछु। ल बधाई छ नेताज्यू, बधाई छ। ल नेताजी, जितको शुभकामना छ। अब सबैले मैले अब ल नेताजी, जितको शुभकामना छ है। गार्डन कोर्नु पर्यो, लास्टै गाडी भयो, सफाइ गर्नु पर्यो। नेताज्यू भोट माग्न आउँदा चाहिँ जिउ गर अहिले त देख्दा नि वास्ता गर्दैन सालेहरू। अर्कोचोटि आएस् न, त्यसलाई नि म यस्तो हान्छु माया झ्याक्नेलाई। को हुनुहुन्छ? घरमा को हुनुहुन्छ? भएछ नेताजीहरूको नमस्कार।
नमस्ते नमस्ते हामी तपाईँको घर दैलोमा यसपालिको चुनावमा पनि हामीलाई भोट दिएर जिताइदिनुहोस् है। हुन्छ नि नेताज्यू बस्नुहोस्। खोइ त भोट जित्दा त ग्यास चुलो दिन्छु भन्थ्यो हाम्रो नेताज्यूले, खोइ बोलाउँदा पनि सुन्दैन। के हो भाइ नेताज्यू घर आउनु भएको छ, पानीको व्यवस्थाहरू गर। यता आऊ, कहाँ गयो? ल हुन्छ यिनीहरूलाई चिया पानी म दिन्छु। अब चुनाव जित्दा चाहिँ मैले बोलाउँदा नि बोलेन, आज चाहिँ यिनीहरूलाई मैले जानेको छु। यिनीहरूलाई ला तँलाई चिया पानी ला। सम्पूर्णलाई नमस्कार। मेरो भाइले खेदाएको जस्तै नेताहरू खेदाइदिनुहोस्। नराम्रो जतिलाई हाम्रो हेर्ने होइन, राम्रो हेर्ने हो। अबको चुनावमा राम्रोलाई चुनाउ। नमस्कार।